सेन्टरको भ्रमण टोलीका सदस्यहरू हामी सगरमाथाको आधार शिविरमा पुगेका छौँ। आज हाम्रो भ्रमणको 6औं दिनमा अत्यन्त चिसो मौसमका बावजुद पनि यहाँ आइसकेपछि साथीहरू अत्यन्तै रमणीय वातावरणमा सगरमाथाको आधार शिविरमा रमाइरहनु भएको छ। हाम्रो साथमा हुनुहुन्छ टिम क्याप्टेन डाक्टर ऋषि। उहाँले एकदम धेरै फोटोहरू ब्लगहरू खिचिरहनु भएको छ। त्यसको साथसाथै हाम्रो साथमा हुनुहुन्छ डाक्टर किरण र हामीले क्रिस पनि भन्ने गरेका छौँ। उहाँले हाम्रो भ्रमणलाई अत्यन्तै रोमान्टिक बनाउने गर्नुभएको छ बिचमा। त्यस्तै हाम्रो एकदम सिनियर दाइ हुनुहुन्छ डाक्टर श्रमण। त्यसको साथसाथै डाक्टर विनोद हुनुहुन्छ। उहाँ चाहिँ सधैँभरि हाम्रो टिममा सधैँभरि अगाडि हिँड्ने गर्नुहुन्छ र उहाँले हामीलाई चाहिँ अगाडिबाट ड्राइभ गर्ने गर्नुभएको छ। र यसको साथसाथै हाम्रो भ्रमणलाई सहज पारिदिनको लागि मण्डला होलिडेको तर्फबाट निखिल भाइ छन् र हामीलाई गाइड गरिरहनु भएको छ पाल्टेन भाइले। र यति भन्दै सबैजनालाई मैले एकपटक एभरेस्ट बेस क्याम्पमा एभरेस्टको आरोहण गर्न नसके पनि कम्तीमा बेस क्याम्पसम्म आएर आन्तरिक पर्यटनलाई सुदृढ पारिदिनु हुन सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद, नमस्कार। र साथमा छु म डाक्टर रुद्र मरासिनी पनि। चाइनाको इन्डियाको अलिक